सेल्फ हान्दाखेरि यो पल्सर 150 220मा धेरै समस्या आउँछ, जुन कुवा कराएको हुन्छ नि। अहिले चिसोको टाइममा धेरै जस्तो कम्प्लेन हुन्छ। यो तपाईँको यो वान वे भइसक्यो है, वान वे ढिक्का। यो 220 चाहिँ मैले एउटा वान वे खोलेको, यो पुरै सेल्फ हान्दाखेरि चिसोको टाइममा पुरै कुवा कराएको थियो। वान वे खोलेर हेरिसकेपछि उठे हेर्न सक्नुहुन्छ, यो पुरै यो ब्यारिङहरू टुक्रा टुक्रा भएर स्प्रिङहरू टुक्रा टुक्रा भएर भाँचेको थियो। त्यसले गर्दा चिसोको टाइममा धेरै जसो आवाज गर्छ है। तपाईँको यो वान वे ब्यारिङ फुट्यो भने धेरै आवाज गर्छ। अहिले फाइनल्ली चाहिँ हामीले यो चाहिँ तपाईँको यो वान वेको यो मात्र खराब भएन भने हेर्न सक्नुहुन्छ। यो ढिक्का चाहिँ तपाईँको खराब भएन भने गेडी मात्र हाल्न मिल्छ। एकचोटि हेर्न सक्नुहुन्छ, हामीले यो बजाजको जेन्युनै वान वे गेडी यहाँ यस्तो नयाँ नयाँ गेडीहरू हालिदिनु लागेको। यो हाल्नुभयो भने मात्र तपाईँको यो चिसोको टाइममा यो सेल्फ हान्दाखेरि कराउने समस्या जुन छ सल्भ हुन्छ मजाले ग्रिसिङ गरेर। अब हामीले फिटिङ गरिदिनु लागेको है। तपाईँहरूको पनि यसो 220 150को सेल्फ हान्दाखेरि कराइरहेछ भने यो एकचोटि यो वान वे ब्यारिङ चेन्ज गर्नु, दामीसँग प्रब्लम सर्ट आउट हुन्छ। ल।